तपाईहरुलाई म एउटा कुरा सेयर गर्न चाहन्छु। यो पल्सर बाइक जुन छ नि जुन देखिराख्नु भएको छ, यो खासमा हाम्रोमा सर्भिस गर्न आएको हो। यो चक्काहरू ग्रिस त गरिसक्यो। लास्टमा हेर्दा मोबिल पनि यसको कम निक्लियो हैन। अनि हेर्दा त कम्प्रेसर पनि नै क्या पुरै टाइट जाम रहेछ हैन। अब यसमा हामी टाइट मिलाउन लाग्छौँ हैन। यसको टाइट मिलाएर हामी यसलाई क्लियर गर्नेछौँ। पल्सर बाइकको हैन 20,000 प्लस चलेको गाडीमा प्राय यस्तै हुन्छ हैन। लोकल भल हालौँ या ओरिजिनल हालौँ। यो लोकलमा त अलिक चाँडै हुन्छ हैन। ओरिजिनल हाल्दा पनि तुरुन्तै हाल्ने क्या, अनि टाइट जाम भइहाल्ने, जसले गर्दा स्टार्टमा समस्या हैन, समस्या हुने। क्लच दबाएर गुडायो भने एकछिनमा बन्द भइहाल्ने क्या, बन्द भइहाल्ने। कम्प्रेसर हराउने, माइलेज पनि कम हुने हैन, पावरै नआउने जस्तो समस्याहरू हुन्छ पल्सरमा प्राय हैन। बजाजको लगभग 125 150मा मात्र 180, 220 पल्सरमा पनि प्राय भल चाँडै खिने हुन्छ हैन। त्यही भएर हरेक सर्भिसमा हामीले बजाजको बाइकहरूमा प्राय चेक गरिदिने गरेका छौँ हैन। यदि तपाईहरुलाई पनि हाम्रो काम मन पर्यो भने तपाईहरु पनि न्यू काठमाडौँ मोटरसाइकल वर्कसप रूपनगर सप्तरीमा आउन सक्नुहुन्छ। धन्यवाद।